नमस्कार, मेरो शेयर अपडेटमा तपाईलाई स्वागत छ। शेयर सम्बन्धी भिडियो बनाउने क्रममा आज तपाईलाई म गादी ग्रुप पावरको यसको विश्लेषण सम्बन्धी भिडियो लिएर आएको छु। सो तपाईँ नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर नजिकैको बेल बटनलाई पनि थिच्नुहोस् ताकि मैले बनाउने आगामी नयाँ शेयर सम्बन्धी अपडेटहरू तपाईले सजिलोसँग प्राप्त हुन सक्नेछ। यो साता जलविद्युत उपसमूहको परिसूचक 0.40% घटेको छ। गत साता 3641.14 बिन्दुमा बन्द भएको यो उपसमूहको परिसूचक यो साता 14.67 अङ्कले घटेर 3626.47 बिन्दुमा बन्द भएको हो। सोही उपसमूहको एक कम्पनी हो गादी ग्रुप पावर लिमिटेड। यो साताको कम्पनीको शेयर मूल्यमा ₹7.19 बढेको छ। गत साता अन्तिम कारोबारको दिन ₹407.11 रहेको यस कम्पनीको शेयर अन्तिम मूल्य ₹414.30 पुगेको हो। साताको अन्तिम कारोबारको दिन कम्पनीको शेयर मूल्यमा प्रतिरोध परीक्षण गरेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र 420 देखि 435 सम्म रहेको थियो र आगामी साता कम्पनीको शेयर मूल्य बढेमा अथवा झरेमा 330 देखि 345 को क्षेत्रमा टेवा पाउने देखिन्छ। खरिदकर्ताको यो कम्पनीमा धेरै हाबी भएको देखिन्छ। साताको अन्तिम कारोबारको दिन कम्पनीको शेयर मूल्यमा लामो टुपी भएको हरियो मैनबत्ती बनाएको छ र यसमा त्यो दिन कम्पनीको शेयरमा खरिदकर्ता बलियो भएको सङ्केत गर्दछ। त्यस्तै कम्पनीको शेयर मूल्यमा साप्ताहिक रूपमा पनि बुलिस मैनबत्ती नै बताएको छ भने जसले कम्पनीको शेयर खरिदकर्ता बलियो रहेको सङ्केत गर्दछ। हालसम्म 8 पटक सिग्नल दिइसकेकोमा जसमा 7 सिग्नल सफल भएका छन् भने 1 सिग्नल स्टप लस गर्नुपर्नु भएको थियो र हाल EI चार्ट अनुसार कम्पनीको शेयरमा कुनै सिग्नलहरू दिएको छैन र यो साता कम्पनीको शेयर मूल्यसँगै भोल्युम पनि बढेको छ र यो साता कम्पनीको दैनिक औसत भोल्युम 16,60,431 किता शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबारको दिन कम्पनीको 20 दिने औसत भोल्युममा 14,68,000 किता रहेको छ। 20 दिने औसत भोल्युमको तुलनामा गत साताको दैनिक औसत भोल्युम 11.70% बढी रहेको छ र साताको अन्तिम कारोबारको दिन कम्पनीको MACD रेखा र सिग्नल रेखा बीचको दूरीहरू साँगुरिएको छ। आगामी दिनमा कम्पनीको MACD रेखा सिग्नल रेखालाई तलबाट काटेर माथिल्लो लागेमा बुलिस क्रस ओभर बन्नेछ जसले कम्पनीको शेयर मूल्य बढ्ने सङ्केत गर्दछ। यो साताको अन्तिम कारोबारको दिन कम्पनीको स्टोकास्टिक्स RSI न्युट्रल जोनमा रहेको छ र यो गत साताको कम्पनीको शेयरमा खरिदकर्ताको चाप सन्तुलनमा रहेको सङ्केत गर्दछ। हाइड्रो पावरको चालु आर्थिक वर्ष चैत्रसम्ममा ₹2.29 करोड खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा 19.31% घटेको हो। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ₹2.85 करोड खुद नाफा आर्जन गरेको थियो। यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीबाट ₹8.94 करोड रहेको छ। कम्पनीको विद्युत बिक्री आम्दानी ₹1.07 करोड घटेको हो। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ₹10.02 करोड रहेको थियो र यो साता कम्पनीको वित्तीय खर्च ₹2.50 करोड रहेको छ र गत वर्ष यो खर्च ₹2.30 करोड रहेको थियो। ₹3.70.25 करोड चुक्ता बोझी रहेको यस कम्पनीको
रिटर्न अर्निङ 10 करोड 50 लाख रुपियाँ छ भने झगडा कोषमा 2 अर्ब 14 करोड 80 लाख रुपियाँ रहेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी 83 पैसा रहेको छ भने प्राइस टु बुक भ्यालु 158 रुपियाँ 2 पैसा रहेको छ भने साताको अन्तिम मूल्यअनुसार कम्पनीको मूल्य अनुपात 449.16 गुणा रहेको छ भने प्राइस टु बुक भ्यालु रेसियो चाहिँ 2.62 गुणा रहेको छ। हाल नेप्सेमा कम्पनीको 3 करोड 70 लाख 25 हजार 584.46 किता सेयर सूचीकृत रहेका छन्। कम्पनीको 180 दिने औसत मूल्यको 312 रुपियाँ र 73 पैसा रहेको छ। त्यस्तै गरी कम्पनीको 52 दिनको उच्च मूल्य 571 रुपियाँ रहेको छ भने न्यून मूल्य सबैभन्दा कम मूल्य चाहिँ 250 रहेको छ। साताको अन्तिम मूल्य अनुसार कम्पनीको कुल बजारको पुँजीकरणमा 15 अर्ब 33 करोड 96 लाख 79,641 रुपियाँ 78 पैसा रहेको छ। यो कम्पनीको सेयरमा यो साता ब्रोकर नम्बर 58ले कम्पनीको सबैभन्दा बढी सेयर खरिद गरेको छ। सो ब्रोकरले यो साता कम्पनीको 4,36,676 किता सेयर खरिद गरेको हो। यो साता त्यसै गरी साताको ब्रोकर नम्बर 77ले पनि कम्पनीको 4,29,466 किता सेयर खरिद गरेको छ भने यस साता ब्रोकर नम्बर 58ले कम्पनीको सबैभन्दा बढी सेयर बिक्री पनि गरेको छ। सो ब्रोकरले यो साता 7,42,725 किता सेयर चाहिँ बिक्री गरेको छ। फेयर एन्ड ग्रेड मिटरमा कम्पनीको सेयर मूल्य अहिले ग्रिन जोनमा रहेको छ। यसले लगानीकर्ताहरूको लागि कम्पनीहरूको मूल्य बढ्छ भन्ने अपेक्षा रहेको सङ्केत गर्दछ। उपलब्ध तथ्याङ्कको आधारमा गरिएको यो विश्लेषण आफैमा भने पूर्ण होइन। लगानीकर्ताहरूले लगानी गर्नु अघि अथवा लगानी गर्ने निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक रहेको छ। भिडियो हेरेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोस्। धन्यवाद।